जहिले दिनु भला जहिले दिँदै हुनु त के कसलाई दिएको उता जानु यहाँ गेटमा यता ट्याङ्कीमा जानु ट्याङ्कीतिर जानु ट्याङ्कीतिर जानु पानीको ट्याङ्कीतिर पानीको ट्याङ्की कता छ फर्किनु भरि चाहिँ हिजो भरेको कति अर्को राउन्ड पनि लाउनु अर्कोचोटि पनि फर्किनु नि भनेको हिँड्नु क्या एकछिन यता यतै 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 आँगनमा बाहिर नजानु अहिले यो फुल त फुलेन त गाडी फुल्छ अब परसम्म जाउँ पर नजानु भयो त्यहाँ लड्छ त्यो टेक्ने त्यहाँनिर त्यो टेक्ने ठाउँ उता त धारा छ क्या नजानु त्यहीँबाट फर्किनु नि यता फर्किनु यो अर्को छ लामो सारिदिनु या नराख्ने हो सार्नुपर्छ अब बिस्तारै कता राखिदिनु यो नि सार्नुपर्छ अमिलो ढकार आएर बान्त पाउनु हो त्यही भएर त हिँड्नु भनेको त हिँड्नु त्यसको लागि तपाईँलाई म एक्सर्साइज गराउँदैछु यहाँ हिजो मासु खायो नि त चिल्लोले त्यसले नपचेर आज नखानु अब ल फेरि फर्किनु फर्किनु यहाँ बस्नु अब बुवाको उही त बुवाको त्यो खुट्टा राख्ने टेबुल ल्याइदेऊ
के हो अड्की बसेको छ्या बस्नु बिहानै भेट्छ त हो तन्किनु नि अलिकति म तन्किँदिनँ एउटा उयो त्यो त्यस्तो कालो फुटेको बोटुको त्यो जस्तो चारो उगाउने कहाँ पुऱ्याउनु फ्याँकेको फ्याँकेको त छैन कहाँ हो छैन त कुर्सी हटाएर हो खुट्टा माथि राख्नु भयो हो अर्को पनि हो भयो होइन यी ज्वाइँले चिया ल्याइदिनु भएको छ खानु यहाँ हेर्नु त है ल ल चिया खाइसकेर नि हात यसो यसो गर्नु माथि तल यसो गर्नु खुट्टा घुम्चाउनु बस्नु ल अनि यो चाहिँ जिउ यसो यसो गर्नु बट्टारिनु एक्सर्साइज क्या यसो अनि त्यो तपाईँको खाएको हिजोको मासु भात खाएको पच्छ मासुले बिगार बिसाउँछ ल